सम्पूर्णमा शुभ दिन शुभ भाव। इगर्भिज माध्यमिक विद्यालयबाट आइओई इन्ट्रान्स 2083मा देशैभरिबाट 60औं नम्बर र 133औं नम्बरमा नाम निकाल्न सफल प्रतिभाशाली विद्यार्थीहरू मसँग हुनुहुन्छ। विप्लव बडुवाल जो कक्षा 1 कक्षाबाट 12 कक्षासम्म इगर्भिजमै अध्ययन गर्नुभयो। विद्यालय परिवारको लागि योभन्दा खुसीको क्षण र खुसीको कुराहरू के हुन सक्छ। त्यस्तै दिनेश शर्मा उहाँ पनि कर्णाली प्रदेश प्रथम हुनुहुन्थ्यो। एसयूमा 4G प्राप्त गर्नुभएको थियो। कक्षा 12मा पनि उत्कृष्ट नतिजा थियो भने अहिले पूर्ण छात्रवृत्तिमा दुवैजनाले पुल्चोक इन्जिनियरिङ कलेजमा उहाँले छात्रवृत्ति प्राप्त गर्नुभएको छ। दुवैजना विद्यार्थीहरूलाई उहाँहरूको शैक्षिक सफलताको हामी विद्यालय परिवार मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। हजुरहरूलाई कस्तो लागिरहेछ? विप्लव हजुरलाई कस्तो अनुभूति गरिरहेछ? सबभन्दा पहिले चाहिँ मेरो धेरै खुसी भइरहेको छ आजको दिनमा। अब यो निकाल्दाखेरि यसको सबै श्रेय अब प्यारेन्ट्स र टिचरहरूमा त छँदैछ। त्यही माथि म 1 क्लासदेखि नै पढेको र यहाँको विद्यालय भनेको चाहिँ पढाइ मात्रै नभएर इन्भाइरोमेन्टको कुराहरू पनि हुन्छ र इन्भाइरोमेन्टको लागि इगर्भिज अनि पढाइ त छँदैछ इगर्भिजमा र इन्भाइरोमेन्ट नै निकै राम्रो छ। त्यसै कारण आज त्यसै भरमा आइओई र्याङ्क 60 ल्याउन सफल भएको छु। यसमा म मेरो सबै श्रेय चाहिँ प्यारेन्ट्स र टिचरहरू र मेरो स्कुलमा दिन चाहन्छु। थ्याङ्क यू। दिनेश हजुरलाई मलाई खुसी महसुस भइरहेको छ र यस खुसीको श्रेय आमा बुवा र विद्यालयका शिक्षक शिक्षिकाहरूलाई दिन चाहन्छु। किनभने आयु जस्तो इक्जाममा चाहिँ त्यो नाम निकाल्न भनेको पुरै त्यसको आधार भनेकै 11-12 हो र 11-12मा जस्तो राम्ररी पढ्छ। त्यसैले त्यसको लागि त्यो नाम निकाल्न त्यस्तो गाह्रो हुँदैन। अब उता गएर 3 महिना पढ्ने भनेको चाहिँ अझ राम्रो ल्याउनलाई मात्र हो, तर आधार चाहिँ 11-12मै हो। यहाँ इगर्भिजको गुरुहरूकै प्रेरणा हो। यहाँकै पढाइले नै त्यहाँ यति त्यस्तो राम्रो र्याङ्क ल्याउन सहयोग गरेको हो र आगामी आउने विद्यार्थीहरूलाई पनि 11-12 नै राम्ररी पढ्न र पछि 3 महिना मात्र पढ्छु भनेर नबस्न भन्ने अनुरोध गर्दै इगर्भिजको शिक्षक शिक्षिकाहरूलाई धन्यवाद दिन चाहन्छु। कस्तो राम्रो शब्दहरू राख्नुभयो। हजुरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूको शैक्षिक सफलताको विद्यालय परिवार मङ्गलमय कामना गर्दछु।